ओ दामी रहेछ के हो। बाटो छ यस्तो छ मजाले छ बिल्डिङ बवाल छ बिल्डिङ वाला माशाल्लाह कडा छ कडा। सो हेलो एन्ड वेलकम ब्याक छ सबैजनालाई मेरो प्यारो ब्लगमा। र आजको दिन चाहिँ मेरो सिटीतिर छ। आजको सुरुवात ब्लगको सुरुवात चाहिँ एउटा मिठो मिल्क कफीबाट हुँदैछ मेरो चाहिँ। दामी र अब कस्तो हुन्छ आजको दिन हेर्दै जाउँ कता गइन्छ आज। लेट्स सी। सो करेन्टली म चाहिँ अहिले लखर हिँड्दैछु यसरी मजाले पार्किङमा। गाडीलाई जानु दिउँ त्यसपछि अब मजाले हिँड्ने हो लखर। आफ्टर अ लङ टाइम मजाले यसरी घुम्न नि मजा आउँछ। वरिपरिको दृश्य चाहिँ मेरो यस्तो छ है। मदिना जायद सपिङ सेन्टर त्यहाँ छ, यता बिल्डिङ छ र म अब हमदान स्ट्रिटतिर जाँदैछु। हेरौँ के हुन्छ अब। अहिले म छु कर्नेट साइडतिर। अगाडि पुरै कालो चाहिँ पुरै समुद्र हो। यतापट्टि चाहिँ लाइट छ मजाले। पछाडि मेरो ब्याकग्राउन्डमा छ मजाले रोड र आनन्दले म चाहिँ सिटमा बसेर रिल्याक्स लिँदैछु। जिन्दगी काम मात्र गरेर पनि के गर्नु, कहिलेकाहीँ त रिल्याक्स पनि गर्नुपर्छ नि। रिल्याक्स गर्नको लागि यो जस्तो दामी स्पट चाहिँ अरू कहीँ पनि छैन। र अब रेस्ट गर्न नि पुग्यो। अब लखर हिँडियो मजाले समुद्रको भ्यू हेर्दै। भ्यू त के हुनु, राति अँध्यारोमा त पुरै कालो देख्छ क्यामेरामा त। बट स्टिल माइन्ड फ्रेस हुन्छ आनन्दले यसरी हिँड्न पनि। सिटीको मजाले लाइट्सहरू बिल्डिङ्सहरू हेर्दै मजाले रमाइलो नै छ। सो सबजना यहाँ चाहिँ रिल्याक्स गर्न आनन्दले कहिले कोही जगिङ गरेर हुन्छन्, एक्सर्साइज गरेर हुन्छन्, वाकिङ गरेर हुन्छन् मजाले। बाटोमा यत्रो स्पेस ठुलो छ मजाको रमाइलो छ। जस्ट टाइम पास हुने खालको छ। यहाँ बिरालो पनि मजाले रमाइलो गर्न बस्दाखेरि बिरालो त मजाले रमाइलो गर्दैछ। हामी त किन नगर्नु होइन मजाले। सो हिँड्दै हामी रोडको छेउमा छौँ। यहाँ छ तल अन्डरपास। अब अन्डरपासबाट हामी जान्छौँ अर्को साइड अपोजिट साइडमा जान्छौँ। र के छ मजाले हेर्नेछौँ। र यहाँ चाहिँ खै के दामी बनाएर रहेछ के हो यो है। ओ दामी रहेछ के हो। अब हामी सायद के रहेछ अगाडिबाट गएर हेर्छु। के चाहिँ बनाएको रथ छ यस्तो दामी हेर्छु। भर्याङ छ लड लाग्दाखेरि सायद भित्र जान दिन्छ दिँदैन त्यो चेक गर्छु।
सो या भित्रको भाइब बवाल रहेछ, पुरा बस्ने ठाउँ पनि रहेछ, मजाले डिजे पुरा आफ्नो म्युजिक दिइरहेको रहेछ होइन, पुरा रमाइलो रहेछ, मजा आयो। जस टाइम स्पेन्ड गर्नलाई, आफ्नो माइन्ड फ्रेस गर्नको लागि दामी बनाएको रहेछ, खुसी लाग्यो। जस एकछिन मैले माइन्ड फ्रेस गरेँ त्यहाँ बसेर, रमाइलो भयो। सो अब यति भन्दा भन्दै अब अन्डरपासबाट तलतिर जाने सुरसार गर्दैछु। बिल्डिङहरू यस्तै छ, दामी छ त। मजा आउँछ कहिलेकाहीँ आनन्दले सिटीको लाइटहरू मजाले हेर्न पनि। र अन्डरपासमा आइपुगेको छु म, अब अपोजिट साइड जानको लागि रेडी गर्दैछु। र बाटो छ यस्तो छ, मजाले आर्ट्सहरू मजाको छ। पछाडि चाहिँ यस्तो छ है। सो यप, यसरी मजाले कहिलेकाहीँ लखर हुनु त्यस्तै आनन्द आउँछ, मजा आइरहेको छ मलाई चाहिँ। र अगाडि छ बिल्डिङ, बवाल छ बिल्डिङ वाला, माशाल्लाह कडा छ कडा। सही हो। र अब अगाडि चाहिँ पार्क छ, यहाँ मजाले बस्नको लागि, रिल्याक्स गर्नको लागि, मान्छेहरू जगिङ गर्ने, रनिङ गर्ने। अलिकति ब्राइटनेस कम भयो क्या, मजाले। जो सिटीमा चाहिँ एउटा रमाइलो के छ भन्दा, आनन्दले रुममै बस्नुपर्छ छैन क्या। इफ तपाईँहरूलाई अल्छी लाग्छ भने आनन्द ल्याएर पार्कमा बसेर माइन्ड फ्रेस हुन्छ क्या। जस्तो अहिले म रिसेन्टली बसिरहेको ठाउँमा चाहिँ त्यस्तो छैन होइन, त्यहाँ चाहिँ अब अलिक गाउँमै जस्तो छ, पुरै डेजर्ट एरिया। यस्तो बिल्डिङ पनि देख्न पाउँदैन, यस्तो रुखहरू पनि देख्न पाउँदैन, यस्तो पार्क पनि छैन। र त्यहाँ चाहिँ नर्मल्ली काम गर्ने, आफ्नो ड्युटी सिद्धाउने, आउने, खाने, सुत्ने, अनि त्यही एउटैको रिपिट भइरहन्छ क्या। त्यही भएर पनि हामीलाई चाहिँ कहिलेकाहीँ अब सिटीमा आउँदाखेरि चाहिँ स्पेसल फिल हुन्छ, रमाइलो लाग्छ। लखर हिँड्दा लाग्न थाल्यो अब भोक, अब केही खाइन्छ होला। आज चाहिँ नेपाली रेस्टुरेन्टमै गएर केही खाने सुरसार गरिरहेको छु। लेट्स सी अब के खान्छु, के खाउँ भयो त यार गाइज। अब हेर्छु के खानु मन लाग्छ त्यही खान्छु, त्यसपछि ब्याक टु फेरि रुममा। सो फाइनली अब पेट पूजा गर्नको लागि ठाउँ भेटिएको छ। यहाँ छ अगाडि रेस्टुरेन्ट, अब यहाँभित्र छिर्छु। यहाँ छ भित्र, अब यहाँभित्र छिर्छु, के पाउँछ हेर्छु। भित्र छिरे, तर पुरै प्याक भएको रिजनले फेरि म चाहिँ त्यहाँबाट चेन्ज गरेर अब अर्कै ठाउँ जाँदैछु। हाई अब कता पुग्छ हेर्छु म। होइन आज के हो यस्तो यार, जहाँ नेपाल रेस्टुरेन्ट गयो पनि पुरै प्याक छ। वाइ लाइक दिस। अहिले पनि यता भर्खरै एउटा स्टल, नर्मल स्टल देखेको थिएँ, त्यहाँ पनि पुरै प्याक। अनि के हो आमा, आज कि भोकै बस्नु विचार छ क्या मेरो। A few moments later. So right now म चाहिँ अहिले मदीना जायद सपिङ सेन्टरभित्र छु। टन्न सपिङ सेन्टरहरू छन् यता अगाडि पछाडि। यत्तिकै नर्मली डुल्दैछु, कता के छ भनेर हेर्दैछु, हेरौँ के छ के छैन। यहाँ छ पर्फ्युम्स छ नर्मली। लुक्क हेरेको छु। अब तलतिर जानु पर्यो, च्याप पलाएर
के छ भन्दा एक्जिट आइसक्यो त्यसो सो मदिना जायद सपिङ सेन्टरको पनि घुमघाम सकियो र अब थकाइ लागेको छ अब ब्याक टु वर्क ब्याक टु रुम र त्यो चाहिँ एउटा सानो त्यहाँ मार्केट रहेछ मार्केटको दृश्य यसो खिचेको अब चाहिँ गाडी चढ्न जाँदैछु अब थकाइ लाग्यो गएर मजाले आराम गर्ने पर्ने अवस्था भएको छ मेरो चाहिँ